जय मसीह सबैलाई। तपाईहरु सबैलाई म स्वागत गर्न चाहन्छु। आजको दिनमा फेरि पनि हार्ट टु हार्ट सिरिजलाई हामी अगाडि बढाएर नेक्स्ट स्टेप्समा जान्छौँ। परमेश्वरले चोखो हृदयलाई माग्नुहुन्छ, क्लिन हार्ट या प्योर हार्ट, एकदम चोखो। हाम्रो हृदय चाहिँ चोखो भएको अनि चोखो राखेको चाहिँ प्रभुले रुचाउनुहुन्छ। मत्तीको पुस्तक 5:8 मा हामीले के कुरा भेट्छ भने धन्य शुद्ध हृदय हुनेहरू, किनभने उनीहरूले परमेश्वरलाई देख्छन् भन्ने कुरालाई चाहिँ हामीले पाउँछौँ। प्रभु येशू ख्रीष्टले मानिसको जीवनमा के माग गर्नुहुँदैछ भनेदेखिलाई चाहिँ हृदय चाहिँ चोखो भएको। यदि तपाईँ अनि मेरो हृदय चाहिँ चोखो बनिन्छ भनेदेखिलाई हामीले परमेश्वरलाई साक्षात रीतिमा देख्छौँ। प्रभु येशू ख्रीष्टको वचनले दावी गर्दछ अनि वचन चाहिँ सत्य छ। तपाईँ अनि मेरो जीवनमा जति सक्दो तपाईँ अनि मैले परमेश्वरको लागि, परमेश्वरको निम्ति चाहिँ यो हृदयलाई चोखो राख्छ भनेदेखिलाई यो हृदयलाई परमेश्वरले धार्मिकताले भर्न चाहनुहुन्छ, न्यायले भर्न चाहनुहुन्छ, सत्यताले भर्न चाहनुहुन्छ। तर यदि एउटा मानिसको हृदय चाहिँ चोखो छैन भनेदेखिलाई चाहिँ हर प्रकारको फोहोर, मैला अनि घिनलाग्दो कुराहरू त्यो हृदयमा प्रवेश गर्दछ। बाइबलमा तपाईँ अनि मलाई के सिकाउँछ बाइबलले भनेदेखिलाई भजन सङ्ग्रह 24 अध्यायमा हामीले पढ्दै गर्दाखेरि परमेश्वरको पर्वतमा चाहिँ को उक्लिन सक्छ या को चढ्ला, अथवा उहाँको पवित्र स्थानमा चाहिँ को उभिएला भन्ने कुरालाई सोध्नुहुन्छ। अनि त्यसकै तलपट्टि हामीले के भेटाउँछ भनेदेखिलाई एउटा स्पेसिफिक वर्डलाई म निकाल्छु त्यहाँबाट, जसको हात सफा छ अनि हृदय चाहिँ शुद्ध छ। हेर्नुहोस्, तपाईँ अनि म चाहिँ परमेश्वरको उपस्थितिमा, परमेश्वरको पवित्र स्थानमा, परमेश्वरको पर्वतमा चाहिँ उक्लिँदै गर्दा, उभिँदै गर्दाखेरि चाहिँ तपाईँ अनि मेरो हृदय चाहिँ एकदम शुद्ध हुन जरुरी छ। जुन बेला तपाईँ अनि मेरो हृदय शुद्ध हुन्छ, चोखो हुन्छ, क्लिन हुन्छ, प्योर हुन्छ, प्रभु येशू ख्रीष्टले के वादा गर्नुभएको छ भनेदेखिलाई त्यो हृदयमा परमेश्वरले आशिष दिनुहुन्छ। अनि अर्को कुरा चाहिँ परमेश्वरले द्वारा चाहिँ हामीले धार्मिकतालाई प्राप्त गर्छौँ, धार्मिकतालाई प्राप्त गर्छौँ। अनि हरेक चोखो हृदयले चाहिँ परमप्रभुबाट आशिष पाउँदछ अनि परमप्रभुबाट धार्मिकतालाई प्राप्त गर्दछ। चोखो हृदयलाई लिएर चाहिँ तपाईँ अनि म अघि बढ्दै गर्दाखेरि चाहिँ हामीले परमेश्वरको उपस्थितिलाई थाहा गर्छौँ, परमेश्वरको रूपलाई हामीले देख्न पाउँछौँ, जसरी यशायाले देखेका थिए। प्रभु येशू ख्रीष्टले आज पनि प्रभु एक समान हुनुहुन्छ अनि एक समान भएको कारणले गर्दा तपाईँ अनि मेरो हृदयलाई जति चोखो बनाउँछौँ, जति सफा बनाउँछौँ, जति क्लिन बनाउँछौँ, प्रभु येशू ख्रीष्टलाई तपाईँ अनि मैले देख्ने बनिन्छौँ। अनि धेरै जसो शत्रुले चाहिँ यो कुरा रुचाउँदैन। शैतानले चाहिँ के कुरालाई गर्छ भनेदेखिलाई यो हृदयमा त्यसको फोहोर, मैला कुरो, सामा कुरोलाई हाल्न खोज्छ जहिले। बाइबलमा तपाईँ अनि मैले पढौँ भनेदेखिलाई मत्तीको 13 अध्यायमा 24देखि 26लाई हेऱ्यो भनेदेखिलाई के भेट्छ भनेदेखिलाई प्रभु येशू ख्रीष्टले गाउँ अनि सामाको दृष्टान्त दिनुभयो। अनि त्यहाँनिर चाहिँ परमेश्वरको राज्य चाहिँ बारीमा असल बिउ छर्ने मान्छे जस्तो हो। प्रभु येशू ख्रीष्टले हाम्रो हृदयमा जहिले असल कुरालाई छर्नुहुन्छ, जहिले असल कुरालाई, धार्मिकताको कुरालाई, न्यायको कुरालाई, उहाँको सत्यताको कुरालाई भरको असल बिउ लाउनु हुन्छ। तर जब यो मानिस चाहिँ रातको पहरमा सुत्छ तब शत्रु आउँछ, शैतान आउँछ अनि यो गाउँको बिचमा नि साँबा हाल्ने काम गर्छ। जब साँबा हाल्छ अनि त्यो त्यस ठाउँबाट जान्छ, यो हृदयमा चाहिँ साँबाले चाहिँ भयभरको फोहोर, मैला, घिनलाग्दो कुरा, व्यभिचारका कुरा, कामुकताका कुरा, छाडापनका कुरा, रिसका कुरा, आतंकका कुरा, डाहाका कुरा, क्रोधका कुरा, नराम्रा कुराहरू, झुटका कुरा, छलका कुरा, भयभरको सबै कुरा चाहिँ साँबाद्वारा बनिँदै गरेको हुन्छ। अनि मान्छेको भित्र चाहिँ
परमेश्वरले लागेको लाउनु भएको असल कुरा पनि पात लाग्न थाल्छ, फल फलाउन थाल्छ। तर एकतर्फ सामा पनि देखा पर्दै गरेको हुन्छ। एउटा मानिसभित्र चाहिँ सङ्घर्ष भइरहेको हुन्छ। परमेश्वरको भलाइ, परमेश्वरको असल कुरा पनि उभित्र प्रकटीकरण भइरहेको हुन्छ। अनि सामा भएको कारणले गर्दा सामा पनि बढ्दै गर्दाखेरि त्यो भित्र, त्यो मानिसभित्र चाहिँ त्यो फोहोर अनि मैला कुरो उत्पन्न भइरहेको हुन्छ। जब सामा लाग्छ, सामाले जहिले पनि फसललाई चाहिँ बिगार्ने काम गर्छ, फसललाई चाहिँ फलवन्तै नगराउने, है, निसासाइ दिने। अनि जब सामा देखा पर्छ फसलको छेउमा, सामाले जहिले पनि फसललाई निसासाइ दिन्छ अनि फलवन्त बनिन सक्दैन। यसै कारण जब एउटा मानिसको हृदयभित्र प्रभु येशू ख्रीष्टले असल कुरा त हालेको छ, तर त्यो मानिसले आफ्नो हृदयलाई चाहिँ सुरक्षा साथ राखेको छैन भनेदेखिलाई रातको पहरमा शत्रु आउँछ अनि शत्रु आएर चाहिँ उसको हृदयभित्र चाहिँ सामा छरिदिन्छ। बाइबलले यो सन्दर्भमा हामीले मिठो कुरालाई पाउँछौँ। जब यी कुराहरू हृदयभित्र छरिन्छ नि, शत्रुले त्यो सामा छर्दै गर्दा नि हाम्रो मुखबाट निक्लिन थाल्छ त्यो कुरा, त्यो फलेको कुराहरू, सामा। अनि जब यी सामा भित्र पर्दै गरेको हुन्छ नि, मान्छे अशुद्ध बनिँदै गरेको हुन्छ, किनभने उसको मुखबाट त्यो सामाको कुराहरू निक्लिन्छ। जब सामाले मानिस भरिन्छ तब के कुरा हुँदो रहेछ त? मानिसबाट जे बाहिर निस्कन्छन् त्यसैले मानिसलाई अशुद्ध पार्दछ। किनभने भित्रबाट नै, हृदयको भरपुरीमा, हृदयबाट नै मान्छेले खराब विचार रचिरहेको हुन्छ। परस्त्री गमन, व्यभिचार, हत्या, चोरी, लोभ, दुष्टता, छल, कामुकता, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्। इत्यादि नराम्रो कुरा जब सामा छरिन्छ हृदयभित्र, यसको अर्थ जब शत्रुले सामा हालिसक्छ हृदयभित्र, एउटा मान्छे फोहोर, मैला, घिनलाग्दो कुरामा बढ्दै गरेको हुन्छ अनि उसको मुखबाट निस्किन थाल्छ, उसको हरकतमा पनि त्यो कुरा हुन जान्छ। भयभरको खराब कुरा चाहिँ ऊ भित्रबाट बाहिर निस्किन्छ अनि त्यो मान्छे चाहिँ अशुद्ध बनिन्दछ, अशुद्ध बनिन्दछ। किनभने जब परमेश्वरको असल कुरा यो हृदयभित्र मानिसको जीवनमा प्रभुले हाल्दै गरेको हुन्छ, त्यो मानिसले आफ्नो हृदयलाई नै गार्ड गर्नुपर्छ। हर समय तपाईँ अनि मैले नि आफ्नो हृदयलाई चेक गर्नुपर्छ, प्रभुको अगाडि ल्याएर टेस्ट गर्न लाउनुपर्छ। किनभने यो भित्र हामी जान्दैनौँ है, तपाईँ अनि म राम्रै आराधना गरिरहेको हुन्छ, प्रभुमा अघि बढ्ने निर्णय गरिरहेको हुन्छ, रातको परमा शत्रु एक्टिभेट भएर नि तपाईँभित्र के हाल्दैछ, विश्वासीको जीवनमा के यस्तो सामा हालिँदैछ, भोलिको दिनमा उसको खराब विचार रुचाउँदैछ, उसले परस्त्री गमन उभित्र एक्टिभेट हुँदैछ, सक्रिय हुँदैछ, व्यभिचारको कुराले उसको शरीरलाई ढाक्न खोज्दैछ, उसले मानिसलाई हत्या गर्ने कुराहरूमा पनि गइरहेका हुन्छन्। चोर्नु उसलाई के जस्तो लाग्दैन, लोभ गर्नु उसलाई के जस्तो लाग्दैन, सरल सोचिरहेका हुन्छन्, दुष्टताको काममा अघि बढिरहेका हुन्छन्, कामुकताको कुराले भरिरहेको हुन्छ। किनभने शत्रुले त्यो कुरा चाहिँ हालिदिएको कारणले गर्दा। अब हामीले के कुरालाई बुझ्छ भनेदेखिलाई, प्रभु येशू ख्रीष्टको अगाडि आउँदै गर्दा तपाईँ अनि मैले जहिले पनि प्रभु येशू ख्रीष्टको अगाडि चाहिँ आफ्नो हृदयलाई लगेर राख्नुपर्छ अनि प्रभुलाई टेस्ट गर्न लाउनुपर्छ। बाइबलले त यहाँसम्म पनि भन्छ, मानिसले भयभरको फोहोर अनि मैला कुरो चाहिँ नि हृदयबाट नै रच्दै गरेको हुन्छ। पुराना समयकाहरूलाई यो भनिएको थियो, तिमीले व्यभिचार नगर, तर म तिमीहरूलाई भन्दछु, जस कसैले कुनै स्त्रीलाई खराब इच्छाले हेर्छ त्यसले अघि नै आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ। हृदयमा हामीले कुनै स्त्रीलाई, एउटा छोरा मान्छेले कुनै स्त्रीलाई चाहिँ हृदयमा उसँग व्यभिचारपनको कुरा, सेक्सुअल कुरा, थट्स चाहिँ उसको हृदयमा उसले रच्दैछ, विचार रच्दैछ भनेदेखिलाई उसले व्यभिचार गरिसकेको हुन्छ। त्यो चाहिँ पाप ठहरिन्दछ। हेर्नुहोस्, हृदयबाट उत्पन्न हुँदैछ। यो हृदयको इनारमा चाहिँ हामीले कुन कुरा भर्दैछ, यही हृदयबाट हामीले परमेश्वरलाई देख्न सक्छ भनेर प्रभुले प्रतिज्ञा गर्नुहुँदैछ। धन्य शुद्ध हृदय हुनेहरू, किनभने उनीहरूले परमेश्वरलाई देख्नेछ। यही हृदयबाट एउटा व्यक्तिले नराम्रो कुरालाई रचिरहेका छ। फरक यति मात्रै हो, तपाईँ अनि मैले आफ्नो शरीरमा भित्रै
हृदयलाई नि तपाईँ अनि मैले चाहिँ असल अनि पूर्ण रीतिमा सुरक्षाको साथमा चाहिँ राख्नु पर्दछ। जनसङ्ग्रह 51:10ले तपाईँ अनि मलाई के प्रार्थना गर्न सिकाउँछ भने हाम्रो हृदय चाहिँ एकदम चोखो क्लिन, हे प्रभु म भित्र चाहिँ एकदम चोखो हृदय सृजिदिनुहोस्। धेरै जसो मानिसको हृदयमा नि अशुद्धताको विचार, अशुद्धताको फोहोर सामा भरिएको कारणले गर्दा, खराब विचार, घिनलाग्दो कुरा भरिएको कारणले गर्दा नि उनीहरूको सोच त्यस्तै हुन्छ। त्यहाँदेखि यति साह्रो कठोर हृदय हुन्छ। उनीहरूले आफ्नो विचारको कुरालाई चाहिँ नि पुरा गर्न खोजिरहेको हुन्छ। अनि विचारको कुरालाई पुरा गर्दै जाँदै गर्दाखेरि नि उनीहरूको हृदय परमेश्वरदेखि टाढो भइसकेका हुन्छन्। हर समय तपाईँ अनि मैले हाम्रो हृदयलाई, आफ्नो हृदयलाई चाहिँ प्रभु यीशु ख्रीष्टको अगाडि ल्याएर प्रार्थना गरेको हुनुपर्छ। यो हृदयमा चाहिँ यीशु ख्रीष्टको रगतको थोपा लाग्नुपर्छ। जुन बेला तपाईँ अनि मैले आफ्नो प्रार्थनामा चाहिँ प्रभु यीशु ख्रीष्टको अगाडि आफ्नो हृदयलाई जाँच्नका लागि लान्छौँ, प्रभु यीशु ख्रीष्टले हामी भित्र भएको अशुद्धताको फोहोर कुरालाई, एउटा खमीर, एउटा साँबाको कुरालाई प्रभुले निकालिदिनुहुन्छ अनि हामी भित्र चोखो हृदय उत्पन्न हुन्छ। जबसम्म तपाईँ अनि मेरो हृदय चाहिँ चोखो बनिँदैन, हामीले परमेश्वरको महिमालाई देख्न सक्दैनौँ अनि परमेश्वरलाई सठिक रीतिमा आराधना दिन सक्दैनौँ, परमेश्वरलाई उचाल्न सक्दैनौँ। तपाईँ अनि मेरो हृदय चाहिँ नि चोखो हुनु जरुरी छ, नवीकरण हुन जरुरी छ। प्रभु येशू ख्रीष्टको यो हृदयमा जति तपाईँ अनि मैले सफा बनाउँछ, क्लिन बनाउँछौँ, प्योर बनाउँछौँ, प्रभु येशू ख्रीष्टको प्रेम, प्रभु येशू ख्रीष्टको भावना, प्रभु येशू ख्रीष्टको फिलिङ्सलाई हामीले महसुस गर्न सक्छौँ अनि अनुभव गर्न सक्छौँ। यदि तपाईँ अनि मैले यस हृदयलाई चाहिँ सत्यता, धार्मिकतामा हुर्काउँदैन भनेदेखिलाई दुष्टताको कुरोमा बढ्छ एउटा हृदय। जब परमेश्वरले मानिस जातिलाई बनाउनु भयो, मानिस जातिको हृदयलाई चाहिँ सिद्ध अनि सोझो बनाउनु भयो। तर समयको अन्तरालमा हामीले के कुरोलाई भेट्छ भनेदेखिलाई शत्रुले नि त्यो हृदयभित्र नै काम गर्न सुरु गर्यो। उसको व्यभिचारको कुरालाई हालिदियो, पापको कुरालाई हालिदियो, कामुकताको कुरालाई हालिदियो, हत्या गर्नका लागि त्यो हृदयलाई उत्तेजना पारिदियो। यसै कारण त काइनले आफ्नो भाइ हाबेललाई मार्नु पनि केही जस्तो ठानेन, किनभने ऊ भित्र, उसको हृदयभित्र नै भाइप्रतिको ईर्ष्या, जलन थियो, डाह थियो अनि ऊ भित्र त्यो हत्या गर्ने विचार पैदा भयो। जबसम्म तपाईँ अनि मैले आफ्नो हृदय परमेश्वरको अगाडि लगेर चोखो बनाउन लगाउँदैनौँ प्रभुलाई भनेदेखिलाई तपाईँ अनि म भित्र सामा नै भएको हुन्छ। हरेक सामा हटाउनु जरुरी छ अनि मात्र हृदय सफा हुन्छ। धेरै विश्वासीको जीवनमा पनि त्यो कुरालाई लिएर अघि बढिरहेको हुन्छ। ऊ आराधनामा पनि ठिकै भइरहेको हुन्छ, सेवा सङ्गतिमा पनि ठिकै भइरहेको हुन्छ, तर भित्री भागलाई पनि उसले पुरा गरिरहेको हुन्छ। जब त्यो सामा हृदयभित्र प्रवेश गर्छ, त्यो सामाले लोभ, ईर्ष्या, झुट, छल सबै कुरा गर्न सिकाउँछ अनि त्यो हृदय चाहिँ नि शैतानको हृदयमा परिणत भइरहेको हुन्छ। शैतानले त्यो हृदयलाई छुन थालिरहेको हुन्छ अनि एउटा विश्वासीले पनि त्यो शैतानिक विचार, दुष्टताको विचारलाई पुरा गर्नको लागि सजिलै प्रकारले त्यो कुरालाई फलो गर्छ, पछ्याउँछ अनि त्यो कुरालाई पुरा गरिरहेको हुन्छ। प्रेरितमा हामीले के कुरालाई भेट्छ भनेदेखिलाई हेर्नुहोस्, पहिलो शताब्दीको मण्डलीमा धेरैजन प्रभुको भय मानेर प्रभुको सेवकाई गरिरहेका थियो, तर एउटा हस्बेन्ड अनि वाइफलाई हामी भेट्छौँ, हनन्या अनि सफिरा। हनन्या र सफिराको जीवनमा हामीले के कुरालाई भेट्छ भने उनीहरूसँग सम्पत्ति थिए अनि बिक्री गरे अनि त्यसबाट नि केही हिस्सा ल्यायो, रुपियाँ, केही रकम, कुनै एमाउन्ट, एउटा सानो एमाउन्टलाई ल्यायो अनि पति पत्नीले यस्तो विचार गर्यो कि हामीले यतिमै बेचेको अनि जति बेचे त्यति नै ल्यायो भनेर उनीहरू भित्र नि कहिले कहिले साँबा प्रवेश भइसकेको थियो अनि झुट बोल्नको लागि चाहिँ रेडी भएको थियो दुईजनै। जब पत्रुसले यो कुरालाई थाहा पायो, उनीहरूले लाए है, प्रेरितहरूको अगाडि राखी पनि दियो, रुपियाँ राखिदियो। त्यति पत्रुसले भन्छ, हनन्या तिमीले पवित्र आत्मासँग झुट बोलेका छौ, जमिन त तिम्रै थियो नि,
तर तिमीले त्यो हिस्सालाई ल्याए झुट बोल्दै गर्दाखेरि शैतानले चाहिँ तिम्रो हृदयलाई चाहिँ भरिदियो भन्छ। हेर्नुहोस्, उनीहरू मण्डलीमै बसिरहेको थिए, मण्डलीमा सेवा सङ्गतिमा हिँडिरहेका थिए। किन हननिया अनि सफिराको जीवनमा चाहिँ कहिले 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 शैतान अपरेट भयो अनि त्यो हृदयमा तिनीहरूको हृदयलाई चलाइदियो, भरिदियो रातको पहरमा। अनि उसको साँबा त्यो भित्र हाल्दै गर्दाखेरि उनीहरूले त्यही आधारित उनीहरू भित्रबाट नि त्यही साँबाको छलको झुटको कुरालाई लायो। अनि हामीले यहाँनिर के कुरालाई भेट्छ भनेदेखिलाई है, दुईजना पति अनि पत्नी भएर नि झुटलाई छललाई नि स्वागत गर्यो अनि उनीहरूको जीवनबाट झुट अनि छललाई बोल्न थाल्यो। जस्तै त्यो बोल्यो त्यसको रिजल्ट पनि, त्यसको परिणाम पनि उनीहरूले भोगेको छ। त्यसको परिणाम उनीहरूले भोग्दै गर्दाखेरि हामीले के कुरालाई भेट्छ भने उनीहरू दुईजना नै मृत्युमा पर्दछ। किनभने उनीहरूले आफ्नो हृदयलाई सफा गर्न लगाएन, झुट अनि छललाई उनीहरूले पछ्याउन थाल्यो अनि शत्रुले हालेको कुरामा उनीहरू बढ्न थाले। अनि हामीले के कुरालाई भेट्छ भनेदेखिलाई आज पनि शत्रुले यसरी अपरेट गरिरहेको छ। हरेक विश्वासीको जीवनमा हरेक विश्वासीले के रुचाउँछ भनेदेखिलाई धार्मिकतामा बढेको है, सुधारको जीवन जिएको, आत्मिकी भएर जिएको, शुद्धतामा जिएको, सत्यतामा जिएको, धार्मिकतामा जिएको, आशिषमय जीवन जिएको, यी कुरामा नि उनीहरूले आफ्नो जीवनलाई अघि बढाउन खोजिरहेका हुन्छ विश्वासीले। तर बीचमा के भेट्छ भनेदेखिलाई शत्रुले छल गरेर भ्रममा पार्न खोजेर उनीहरूको हृदयभित्र कहिले कहिले उनीहरूलाई थाहै नपाउने हिसाबले त्यो हृदयभित्र उसको सामा हालिदिन्छ। यसै कारण हरेक विश्वासीले आफ्नो हृदयलाई नि प्रभु येशू ख्रीष्टको अगाडि ल्याएर जाँच गर्न लाउनुपर्छ, टेस्ट गर्न लाउनुपर्छ। यदि तपाईँको भित्री भागमा, हृदयको भित्री भागमा झुट चल्दैछ भने प्रभु येशू ख्रीष्टलाई हटाउन लाउनुहोस्। छल चल्दैछ भने हटाउन लाउनुहोस्। कामुकताको कुरा चल्दैछ भने प्रभु येशू ख्रीष्टको अगाडि ल्याउनुहोस्, राख्नुहोस्, प्रभु येशूले हटाइदिनुहुन्छ। त्यसरी जब तपाईँको हृदय प्रभु येशू ख्रीष्टको अगाडि राख्नुहुन्छ, प्रभुले सफा पार्न थाल्छ। जब सफा पारिन्छ नि यो हृदयमा नि प्रभुले आशिषले भर्नुहुन्छ, धार्मिकताले भर्नुहुन्छ, न्यायले भर्नुहुन्छ, सत्यताले भर्नुहुन्छ। त्यहाँदेखि यति साह्रो प्रभुको ज्योतिले त्यो हृदय भरिन्छ, अन्धकार हराउँछ हृदयबाट अनि यो चोखो हृदय बनमा सृजिन्छ। अनि जब यो चोखो हृदय सृजिन्छ, प्रभु येशू ख्रीष्टलाई देख्न थाल्छ। त्यहाँदेखि हरेक हृदय चाहिँ जबसम्म हृदयको खतना हुँदैन, जबसम्म खबीरका कुराहरू हटिँदैन, परमेश्वरको महानताको कुरालाई हामीले बुझ्दैनौँ। किनभने शत्रुले त्यो खमिरा हालेर, त्यो साँबा हालेर मान्छेको हृदयलाई ढुङ्गा जस्तै बनाइरहेको हुन्छ। परमेश्वरको वचन नबुझ्ने तुल्याउँछ, परमेश्वरको वचनमा मन नलाग्ने बनाइदिन्छ शत्रुले। किनभने त्यो मानिसको हृदयभित्र चाहिँ नि शत्रुले साँबा यति डरलाग्दो हाल्यो, बढ्दैछ, निसासाइदिन्छ अर्को कुराहरूलाई, परमेश्वरबाट आउने कुरालाई निसासाइदिनु खोज्छ शत्रुले। यसै कारण हरेक समय प्रभु येशू ख्रीष्टको अगाडि आउँदै गर्दा प्रभु येशू ख्रीष्टको रगतलाई लिएर हृदयलाई धुन जरुरी पर्दछ। जुन दिन तपाईँ अनि मेरो हृदय प्रभु येशू ख्रीष्टमा राखेर धुइन्छौँ येशू ख्रीष्टको रगतद्वारा, त्यो हृदय चाहिँ नि चोखो बनिन थाल्छ। अनि त्यो हृदय सफा बनिँदै गर्दाखेरि एउटा मानिसभित्र परमेश्वरको आशिष त्यहाँदेखि प्रकटीकरण हुन्छ, परमेश्वरको धार्मिकता त्यो मानिसले पाउन थाल्छ अनि परमेश्वरको मुहारलाई त्यो मानिसले देख्छ। अनि बाइबलले यो कुरा सिकाउँदछ, जब तपाईँ परमेश्वरको नजिक आउँछौँ, हाम्रो हृदयलाई सक्दो नम्र विनम्रताको साथमा प्रभु येशू ख्रीष्टको अगाडि आउनुपर्छ। जब तपाईँ मेरो विनम्रताको हृदयलाई प्रभु येशू ख्रीष्टको अगाडि लिएर आउँछौँ, प्रभु येशू ख्रीष्टले त्यो हृदयमा काम गर्नुहुन्छ अनि प्रभु येशू ख्रीष्टले त्यो हृदयलाई नै आशिषित तुल्याउनुहुन्छ। यसै कारण आजको दिनमा तपाईँ अनि मेरो जीवनमा तपाईँ अनि मैले हामी आफूलाई जाँच्न पर्छ। हामी कहाँ चुक्दैछौँ, हामी कहाँ बिग्रिँदैछौँ, हामी कहाँनिर गलत दिशामा चल्दैछौँ कि, या तपाईँ अनि मेरो हृदय दुष्टताले पो भरिँदैछ त। यदि यो कुरा हुँदैछ भनेदेखिलाई समयमै तपाईँ अनि मैले आफ्नो हृदयलाई नै बनाउन लाउनुपर्छ। जसरी दाउदले भने, ममा चोखो हृदय सृजिदिनुहोस्। दाउद यति साह्रो त्यो कुरालाई नै रुचायो,
चोखो हृदय एउटा मानिसमा चोखो हृदय जहिले पनि प्रभुले खोज्नुहुन्छ। जब चोखो हृदय भेटाउनुहुन्छ प्रभुले त्यो हृदयमा चाहिँ नि उहाँको महिमाको धनलाई हाल्न थाल्नुहुन्छ उहाँले। यसै कारण आज तपाईँ अनि मैले सिक्दै गरेको कुरा चाहिँ यो हो कि हामीले परमेश्वरको लागि चाहिँ एकदम आफ्नो हृदयलाई चाहिँ चोखो बनाउँदैछौँ। जब हृदय चोखो हुन्छ, हृदय शुद्ध हुन्छ, हामी परमेश्वरको वासस्थानमा, परमेश्वरको पवित्र स्थानमा, परमेश्वरको डाँडामा उक्लन सक्छौँ अनि उहाँको अगाडि उभिन सक्छौँ। जब हृदय शुद्ध हुन्छ प्रभु येशू ख्रीष्टको मुहारलाई हामीले देख्न सक्छौँ। जब हृदय शुद्ध हुन्छ प्रभुबाट हामीले आशिष अनि धार्मिकतालाई प्राप्त गर्छौँ। यदि हामीले प्रभु येशू ख्रीष्टको अगाडि हाम्रो हृदयलाई बनाउन दिँदैन भनेदेखिलाई शत्रुले नि हर प्रकारको दुष्टता, छल, झुट, घमण्डको कुरा, निन्दा गर्ने कुरा, मूर्खता बोलीको कुरा, भयभरको कुरालाई चाहिँ शत्रुले हाल्छ। बाइबलले यो कुरा भन्छ, एउटा असल मानिसले नि हृदयको ढुकुटीबाट जहिले पनि असल कुरा निकाल्छ, खराब मानिसले जहिले पनि खराब कुरा निकाल्छ। जब तपाईँ अनि मेरो हृदय चाहिँ प्रभु येशू ख्रीष्टको धार्मिकताले भरिन्छ, प्रभु येशू ख्रीष्टको वचनले भरिन्छ, जहिले पनि असल कुरा निक्लन थाल्छ। धेरै मानिसको हृदयमा चाहिँ श्रापले भरिएको हुन्छ अनि अरूलाई बोल्दै गर्दा पनि नराम्रै बोली निकाल्छ, श्रापको कुरा निकाल्छ, घिनलाग्दो बोल्छ। किनभने ऊ भित्र त्यही नराम्रो शब्द, त्यही नराम्रो कुराले भरेको कारणले गर्दा उसले अरूलाई पनि त्यही बोल्छ। किनभने उसको हृदयको ढुकुटी चाहिँ आशिषले भरिएन तर श्रापले भर्यो, दुष्टताले भरेको कारणले गर्दा अरूलाई पनि दुष्टताको बोली गर्यो, नराम्रो बोली गर्यो, श्रापको बोली गर्यो। तर जब तपाईँ अनि मेरो हृदय चाहिँ प्रभु येशू ख्रीष्टको धार्मिकता, प्रभु येशू ख्रीष्टको वचनले भर्छ, जहिले पनि यो मुखबाट असल अनि आशिषित कुरा, धार्मिकताको कुरा, सत्यताको कुरा निक्लिन्दछ। यसै कारण प्रभु येशू ख्रीष्टको अगाडि हाम्रो जीवनलाई ल्याएर चाहिँ तपाईँ अनि मैले चोखो बनाउन जरुरी छ। हननिया अनि सफिरा जस्तै चाहिँ तपाईँ अनि म चाहिँ न्यायमा नपरौँ, म त्यही भन्छु। हननिया र सफिराले सक्दो योजना बनायो, आफूलाई यति साह्रो सिपालु बनाइदियो अनि परमेश्वरको जनको अगाडि जाँदै गर्दा उनीहरूले झुट पनि बोल्यो। किनभने शत्रुले उनीहरूको हृदयलाई क्याप्चर गरिसकेको थियो, कैद गरिसकेको थियो अनि उनीहरूले त्यही कुरा बोल्यो जुन शैतानले तिनीहरूको हृदयमा हाल्यो। हेर्नुहोस्, कहीँ तपाईँको हृदय त शैतानको बोली निकाल्नु भएको त छैन। तपाईँको हृदयमा त शैतानको योजना त भरिएको छैन। हननिया सफिरा सङ्गति जाने मान्छे, सेवाकाईमा बस्ने मान्छे, झुन्डामा बस्ने, सेवाकाईको झुन्डामा, पहिलो शताब्दीको मण्डलीको झुन्डामा बस्ने मान्छेहरू थिए हननिया सफिरा। तर उनीहरूको भित्र चाहिँ नि शैतानले कहिले उनीहरूको हृदयलाई नि यस्तो डरलाग्दो रीतिमा बनाइदियो, परमेश्वरको धार्मिकता, परमेश्वरको न्याय, परमेश्वरको सत्यतालाई छोडेर झुटको सहारालाई लियो। झुट यस्तो डरलाग्दो बढ्यो, सम्पूर्ण कुरो परमेश्वरबाट आउने कुरालाई उनीहरूले निस्साइदियो त्यो कुराले, अनि उनीहरूले झुटको सहारालाई अपनायो। जसै झुटको सहारा उनीहरूले बोल्यो, परमेश्वरको जनहरूको बिचमा नि शत्रुको खमीरलाई निकाल्दैछ, शत्रुको सामालाई निकालिदिँदैछ उनीहरूको मुखबाट अनि झुट बोल्यो। यसै कारण उनीहरू परमेश्वरको सभामा खडा हुन सकेन, परमेश्वरको स्थानमा उनीहरू खडा हुन सकेन। लास्टमा उनीहरू मूर्छा परे अनि प्राणलाई समेत त्यागे। शत्रुको हरेक फोहोर कुराले नि तपाईँ अनि मलाई अशुद्ध बनाइदिन्छ। परमेश्वरको हरेक असल कुराले नि तपाईँ अनि मलाई चाहिँ नि पवित्र, चोखो, आशिषित अनि धार्मिकतामा दोहोऱ्याउँछ तपाईँ अनि मलाई। यसै कारण तपाईँ अनि मेरो हृदयलाई आजको दिनमा चेक गरौँ, कतै गल्ती हुँदैछ, कतै भुल हुँदैछ भनेदेखिलाई प्रभुलाई प्रार्थना गरेर चाहिँ नि खतना गराइ मागौँ। साँचो खतना चाहिँ नि हृदयको खतना हो, भित्रिया हृदयको खतना हुनु जरुरी छ। किनभने मान्छेले यही हृदयमा मूर्ति बनाइरहेको हुन्छ, यही हृदयमा डरलाग्दो कुरा योजना बनाइरहेको हुन्छ। यो हृदयको मूर्तिहरू नि ढालिनु जरुरी छ। यो हृदयको फोहोर भएका कुराहरू नि भाताबुङ्ग हुनु जरुरी छ। जबसम्म येशू ख्रीष्टले यो कुरालाई खतना गर्नु न, तबसम्म मानिसले नि स्वतन्त्र पाएको हुँदैन, छुटकारा पाएको हुँदैन। उनीहरूको हृदय जहिले नै हताशमा, उनीहरूको हृदय कैदमा भइरहेको हुन्छ, शैतानको कैदमा भइरहेको हुन्छ। किनभने उनीहरूले हृदयभित्र नि शत्रुको योजनालाई हाल्न दिए। यसै कारण आजको दिनमा हामी प्रार्थना गरौँ अनि प्रभुले हाम्रो हृदयमा काम गरौँ, उहाँको रगतलाई लगाउँ हाम्रो हृदयमा अनि हाम्रो हृदयलाई प्रभु येशू ख्रीष्टको अगाडि लगेर खतना गर्न लगाऊँ। जब
प्रभु येशू ख्रीष्टले खत्त गर्न थाल्नुहुन्छ भने हामी भित्र भएको हरेक दुष्टता कुरा अशुद्ध पार्ने हरेक दुष्टताको कुरालाई प्रभुले हटाइदिनुहुन्छ अनि शत्रुको खमीर अनि सामालाई हटाइदिनुहुन्छ अनि केवल प्रभु येशू ख्रीष्टको ज्योति प्रभु येशू ख्रीष्टको धार्मिकता प्रभु येशू ख्रीष्टको न्याय प्रभु येशू ख्रीष्टको सत्यताले वास गर्छ